हरियो नलिएर अरूले चाहिँ गए चाहिन्छ अरे आफ्नो दिदीले चाहिँ यसो बुझ्नु पर्ला है क्या खै छोड दे बुढी रिसाउने काम नगर्नु नरिसाउनु नरुनु झगडा नगर्नु आनन्दसँग यता हेर डल्लुमा यहाँ ल ठिक छ बेला भइसक्यो बल खाउँदैछ ला पनि ल छ तामसँग कमाएर अब एउटा यसो ल्याउनु पर्छ ल्याउनु चाहिँ मिल्दैन ल्याउनु चाहिँ मिल्दैन त्यहाँ चलेर आएर बिबिहरु मैले बजाइनु पर्ने छोराहरूलाई भाइहरूलाई टिको लगाउनु अहिले एकैचोटि हिसाब किताब गर्ली नि पैसा मरेको त्यसो गर्छ भिडियो आउँछ है भन त्यो बत्ती नि एउटा माथि बालेर चाहिँ एक जस्तो पाल्नु पर्ने घोडा सुते रे घोडा सुते भने भन आयो के अरे आयु दृढ सुदे शिरम दशरथे शत्रु दक्षय र वदे ऐश्वर्य नौशे गति तिष्ठ मन हरे ज्ञानम विधुरे भवन्तु ठिक भने नपरोस् भन् त अब ए बे नगरेकोलाई 10 रुपैयाँ 10 वर्षसम्मको मान्छेलाई अहिले राम्रो थाहा भयो हात विज्ञानी विदुरी भगवती भगताम प्रतिष्ठ नारायणी ल पहिला निशालाई नलाइकन भन न के भन्ने तपाईँले लगाइदिएको छ तपाईँले छोरीलाई आशीर्वाद मेरो छोरीलाई ठेक्न नहोस् जे आँटेको छ त्यो सिद्ध होस् त्यही नै ठुलो कुरो औलो छै के ढिलो भयो नि देवाली मर्के बाउले निधार भेट्न उठ्नु पर्छ अझै अगाडि गाह्रो होला है गाह्रो होला अलि राम्रो बना कपाल अलिक पन्साउन छोरा हो छोरा मैले अस्ति भनेको अलिक कपाल माथि गर्नु छोरा दिस इज मनिष लौकी भने बल गरे भने खुट्टा लगाएर निधार राख्ने किन लटाएको होला ट्याम्की हाम्रो छोरी साह्रै नै बाटी छ चामल सिधा पिठो नसाटी छ मल मेलेर कता मन पर्यो हाम्रो पालो चाहिँ सिद्धिया होला
कसै त्यो भिडियो यत्रो पैसा आउनु पाइन्छ जुत्ता आउँदैन टिका लगाएको पछि अनि कहाँ भ्याउँछ जमारा नि सकिन्न होइन एकै पात दिनुपर्छ भित्र छ होला छ नि त छ तिम्रो छिटो गइहाल्यो नि धुप गाडेर क्याचेक पक्नले खेल्छ छोरीको भाग छोरीले लि छोरो लिएर हुन्छ मेरो पालो छोरो बाउहरूको खुट्टाको तानेर पनि ढोग्नुपर्छ है आज मात्रै हो ढोग्न पाउने हुन्छ र हुँदैन त उसैलाई थाहा अरूलाई के थाहा फेरि मैले खुट्टा तान्ने लाग्यो ठुले डर लाग्यो पर्दैन कसको तिम्रो मेरो होइन ठुलो के समाधान खिच्छ नि मेरो त्यसो गर्नुपर्छ तेरो त चस्मा अलि माथि हटा नि यत्रोजनाले टिको लाउँदा अँट्दैन निधारमा हो त्यसरी अब भने चाहिँ छोरी हो कि जस्तो देखि एकैचोटि चढा कहिले नपरोस् त्यो धुपले चाहिँ कुम्पोस् अलिकति खिच्ने खिच के काम बुने यताउता नगर पानी यहाँ बाहिर रक्सी चाहिँ पत्तालाई हालेर ल्याइदिरहनु मलाई पनि यसो यताउति गएर आउँदाखेरि यता खायो भने अरू केही नल्याइदिनु हटा है फोटो खिच्दा चक्क काँचको पालो आइसक्यो फेरि आधी आधी पत्ता के आधी आधी टुक्रा टुक्रा माथि माथि टुक्रा पत्ता पत्ता त केही फोटो खिचाइ के सबै लाउनु पाएछ केसरले तान्छ टिको बनाउनु पर्ने कि पराल पराल बनाउँदा बनाएको होला बनाएर पटाख्ने भयो झर्दै थियो यो अडी अर्कोबाट यतिकै खिच्ने फोटो खिचिन्छ भइगयो नि निधारमा हात पुगे त भइगयो तपाईँ जतिसुकै हल्लाइरहन झरिरहन्छ जेठो छोरो भनेर धेरै लागिहाल्छ जेठो छोराहरू धेरै लगाइदिएर झरे हातमै आइ घरलाई आज लेभेन्टा पनि भालेछ आज त कपाल कति राम्रो मान्छे अर्को देखेको छ यसपालि त कपाल साँच्चै राम्रो पारेको बन्द गरेर हुन्छ पानी परे होइन त किन खाता उडे उज्यालो भइरहेको ठाउँमा यहाँ ओडाएको नि क्यामेरालाई छाता नहोडाउँदै आएर आउँछ त्यतापट्टि
पढ्नु ज्ञानी बन्नु सबैले भने मान्नु स्कुटी सिस्कुटी भन्ने पुरा अहिले खतल खतल गर्ने नि त्यो एसएलसी दिएपछि मात्रै हो स्कुटी अलि हाँटेर हार्नेली हिसाब किताबमा जानु उसले हात ठुलो पगला विषय देखे रङका केटीसित नलाउनु यसपालि अलिक अगाडि गर्नु सबै पैसा कमाउनुतिर लाउनु खर्च गर्नुतिर नलाउनु 3000 को पॉइंट नकिन्नु 3000 को पाँच नकिन्नु 500 को भयो पुग्छ जिब्रो फेरि कस्तो चाहिँ टोकेछ भने नि हामीले भने नि भन्नु धेरै पढ्नु त्यो गेमतिर धेरै नलाउनु मोबाइल चलाउनु धेरै हुँदैन मोबाइल चलाउने सिङ उम्रिन्छ पनि कुरो थाहा होला छैन पुरा लाने फेरि अनि लक्ष्मी दाइना रौँ भन्ने थाहा छैन त कति पैसा आइरहोस् मैले भएको पनि झर्छ अर्काको अगाडि गयो मोबाइलमा रिचार्ज धेरै हाल्नु अघि आमाले भन्छ अहिले आमाले हस्पिटल छिटै कराउँदा चाहिँ हामी लो कतिखेर आउला नि पालो यो घटाइदिनु पर्ने त्यसै भयो ड्यामी तल धाउ खुसिएर चाहिँ नलिएर दे ल्याउने बेला अङ्कलले ल्याएर त मम्मीले ल्यायो भने अङ्कलले ल्याएर चाहिँ मम्मीले ल्यायो भन्छ अङ्कल ल्याइदिन्छ घरमा चाहिँ कसले ल्यायो मम्मीले तर म दिन्छु बडो कति भान्छ अलि सिरा उभि यसबाट खिचिराख अनि तपाईँ त्यहाँ कसरी हुन्छ हैन धेरै पढ्नु सबैले भने मान्नु ज्ञानी बन्नु है छम्केन पहिले छम्किदियो के त अघि सबैलाई पुगेको छ बुने त उता जा अलि पर बस ल अरूको फोटो नन्छ कोइला चाहिँ जुत्ता पनि चप्पल पनि कोइला चाहिँ खुट्टामा खाली फटाफट गर्ने अझै दुई रोल आमै कति रोलले त यसमा फोटो नखिच्यो नि भनिरहेको छ मेरो त एकैचोटि 2 मिनेट 49 सेकेन्ड भइसक्यो अन्त्य भिडियोमा हेरेर आशीर्वाद मनमनै दिनुपर्छ मलाई त भिडियो छोड्नु रसिला यहाँ सबैले लाएर त्यहाँ धुमार्दैको पैसा देखाइदिनु पर्यो त्यसलाई यहाँ चाहिँ पनि उठाउनु मिलेन बसिहाल्यो त्यो फुल महिना त पठाइदिनु पर्छ क्या कति बना कमाएपछि अस्ति कमाएन चल्यो मान्छेको पैसा बनाएर खुट्टा सामान बिर्सेला नि पर्दैन भने पालै पालो पालो गर पछाडि उठिन दिदीको पछाडि उठिन बुनेको चस्मा कता हो हाँसेको कता हो के भनेर दिनु परेन ए तेरो दिदीले रङ्गाले बिहारी हेरे छुट्टै कति गर्दो छ कति गर्दा छुट्टी भनेर हुन्न नि त पाल्दा कुनै पाल आइहाल्छ नि के आउने त राजले पैसा तिर्नुपर्छ अहिलेसम्म कति लियो त्यति फिर्ता पालो बल्ल भने सिन्ताला दुईजना ए 200 रुपियाँ ठगेछ 40 ल रुपियाँ ओहो कठै अरे नाच्नलाई काहीँ मलाई त काहीँ राजुलाई हाँस राजा हाँस राजु हाँस हाँस्यो खोइ उसले दुईजनाले लगाइदिएला नि भनेर खोजिरहेको थियो एकजनाले मात्र लगाइदियो भएर दुईजनालाई उतै छोडेर मम्मीलाई के गर्दैन भने किन लाउनु दुईजनाले ढोल्दै नि हाँस्नु पर्यो ल बुनेको मुस्कान सिधा बस बुने सिधा
खोइ कस्तो रहेछ ल मनिषलाई कति गयो तिमी हामीलाई थाहा छैन भाइरल लाउनुपर्छ बढी भाइले टिका लाउनु ए मैले छोरालाई लाउँछु भन्दैन मैले 500 दिएको है सबैले त्यसले कति दिँदो रहेछ हेर है ह्याप्पी बर्थडे राजुलाई बल्ल दसैँ आयो हैन पर्दाखेरि के राख्नु ठाडोबुटो गर होला यो सुन्दर होइन जम्मै होइन रे यो ओर्लोबाट अर्कै खेल्नु मयो वर्ष भएछ फल्दै फल्दै म जम्मै सुन्दर होला भन्छ खै के आरे त म चाहिँ राजु गरिया टिका लाउन नेपालै छ मर्दैन दुईटा दिएनन् भनेर सबै टिका उनीहरू त्यो दुईटा पाइहाल्यो अब तैँले लाउँदा होला ल निशान लगाइदिनु पर्यो निशान लगाइदिनु ए मैले खाना आयो के मन फेरि रिसाइ नहाँस भनेपछि रिसाइहाल्नु पर्छ रिसाइ लाइनमा बस लाइनमा खुट्टा ढोकेछ राजु चाहिँ खुट्टा धुनुपर्छ दाइको पर्छ होला पर्दैन जा पर्छ ओइ के पकाइयो अब फुल लगाएन हुन्छ फुल आए नि हुन्छ अब त्यसैमा जाँदै निधा थाप्दै अनि आमाले त लागेको थियो अब मेरो पाला आयो नबस्नु पनि मेरो पाला जमरा अलि ल्याएर दिया थाहा न दाजुले पहिला बसिँदा टेक्लाउनु हुन्छ दिँदै लाउनु पाइयो नि आशीर्वाद दे दिललाई बिहे गरे गर उसो बिना गरे नि गरुले लायो भने आउन कान्छोल टिक्लाउँ बिहे गरेपछि त हजार दिनुपर्छ दुईटा नानी उरी अलि सिधा दुईजना अग्लो के उलादिखेर कस्तो मार्यो फोटो ढोला नि फेरि ओइ दाइको चाहिँ खुट्टा भयो अन्जी भयो तिमी बेला ल रुनै लाएर चार्न छ है चाहिँदैन यसले पहिला दुईटा ठाउँलाई रसिला दिदीलाई एक पारिहाल दाजु होइन हाँसेको ल म देखाइदिन्छु ल सबै लुगा चाहिँ किन माथि बुने हात आयो नि हात आयो कि हात कस्तो आतुर गरे
पानी पर्न थाल्यो नि पढेर नि है मुनिको धेरै सिरियसमा रसिला मनिषले पनि पैसा आइपुग्छ तिमीले बुनेलाई चाहिँ ल्याइ आउने भयो यस्तो हुन्छ है शरीर हेर्छ छोड्दैन छ त्यस्तो हुन्छ क्या हरियो हुन्छ तिमीलाई त्यो भएन त हरियो चारजनाको पाँचजनाको छ सातजनाको 8 जनाको